आज चाहिँ यस्तो मौसम भएको छ, काम लागेको छैन। काम गर्नको लागि पर्फेक्ट डे यो भनेको चाहिँ। यहाँ आलुबारीमा चाहिँ आलु खाँदै, यहाँ मम्मी चाहिँ आलु खाँदै हुनुहुन्छ, मेरो मम्मी। बेबी आलुहरू छ, बेबी आलु। अर्को थैला माल्ने त कुन चाहिँ अर्को थैलामा परको अर्को थैला यो चाहिँ हो हाम्रो सामानहरू। खवाको बोरा चिक्दैछु। आज चाहिँ हामीले यो सबै आलु खनेर भ्याउने भनेको हामीले सक्छौँ कि सक्दैनौँ। खुट्टा ठोकेर ढुङ्गामा आयो त्यो त केही दुःख हुँदैन कि आलु खान्छ। आलु रोप्न चाहिँ दुःख धेरै फले होइन, सानो सानो फले घरैका हो नानी। हामीले चाहिँ अब आधा जति खनिसक्यो, यति अब खन्न बाँकी छ। अब म चाहिँ खाजा खान लागेको। तेल पोखेर कस्तो गिलो गिलो भयो।
यो चाहिँ पकौडा पनि हो थिचेको आलु पनि हो दुइटै हो त्यो मिठो भयो फिनिस सकियो यो चाहिँ हो यत्रो ठुलो आलु खाप्ची पर्यो यो सबै यस्तो बिग्रेको आलुहरू आज हामीले त्यहाँदेखि यहाँसम्म खनिसक्यो अनि यो थोरै ठाउँ चाहिँ हामीले बाँकी राख्यो